प्रधानमन्त्री बालेनकै शैलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले अब देश सुरुङ मार्गको युगमा जाने, लगानी निजी पनि थपिने। देशको पूर्वाधार विकास अब सरकारी बजेटले मात्रै धान्न नसकिने निष्कर्ष सहित सरकारले निजी क्षेत्रलाई ठूला आयोजनामा खुल्ला गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले सुरुङ मार्ग, राजमार्ग, रोपवे र अन्य ठूला पूर्वाधारमा निजी लगानी भित्राउने रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट निर्माणमा जुटेका अर्थ मन्त्रालयका पदाधिकारीलाई निजी क्षेत्रलाई पूर्वाधार विकासको मुख्य साझेदारी बनाउने खालका कार्यक्रम ल्याउन निर्देशन दिएका छन्। उनले सार्वजनिक कार्यक्रम मार्फत अब सरकार एक्लैले देश बनाउँछु भन्ने युग सकिएको भन्दै निजी लगानी असम्भव भएको स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको 60औं साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार अब ठूला पूर्वाधार निजी क्षेत्रलाई जिम्मा दिने तयारीमा रहेको बताएका छन्। उनले सरकारको सीमित स्रोतले विकास सम्भव नभएको उल्लेख गर्दै अब नयाँ मोडलबाट देश अघि बढ्ने बताएका छन्। उनको अभिव्यक्तिले अहिलेका प्रधानमन्त्री बालेन शाहले अपनाएको आक्रमक विकास शैलीसँग मेल खान्छ। खासमा उनीहरूको मास्टर प्लान हुन सक्छ। बालेन जस्तै वाग्ले पनि काम गरेर देखाउने मोडमा देखिएका छन्। उनी सरकारी ढिलासुस्ती, कमजोर खर्च क्षमता र ऋणमा आधारित विकास मोडलमा बाहिर निस्कनु पर्ने पक्षमा छन्। सरकारले चालु आर्थिक वर्षमा झण्डै 19 खर्ब रुपियाँको बजेट ल्याएको भए पनि पुँजीगत खर्च 4 खर्ब हाराहारी मात्रै छुट्याएको थियो। त्यसमाथि विनियोजित बजेटको करिब 60% मात्रै खर्च हुन सकेको अवस्था छ। नियमित दायित्व, तलब, मासिक सुरक्षा र ऋण भुक्तानीमा अधिकांश बजेट सकिने भएपछि सरकार वैकल्पिक लगानी मोडलतर्फ जान बाध्य छ। अर्थमन्त्री वाग्लेले 7% आर्थिक वृद्धि र $100 अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य सुनाउँदै त्यसका लागि निजी क्षेत्रलाई विकासको सारथी बनाउनु पर्ने बताउँछन्। उनले सडकका केही खण्ड, सुरुङ मार्ग, फोर्डवे परियोजना निजी लगानी सुरु गर्न सकिने धारणा अघि सार्छन्। नेपालमा यसअघि पनि बुट मोझल अर्थात् निर्माण सञ्चालन र हस्तान्तरण प्रणाली मार्फत पूर्वाधार विकासको चर्चा भएको थियो। तर राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता र लगानी सुरक्षाको अभावको कारण ठूला परियोजना अघि बढ्न सकेनन्। अहिले भने सरकारले त्यसलाई व्यवहारमा उतार्ने तयारी गरेको देखिन्छ। भारतले पूर्वाधार विकासमा अपनाएको हाइब्रिड एनयुजी मोडल अहिले नेपाल सरकार अध्ययनको केन्द्रमा छ। उक्त मोडलमा सरकार र निजी क्षेत्र दुवैको लगानी रहने व्यवस्था हुन्छ। भारतमा यही मोडल मार्फत सुरुङ मार्ग, एक्सप्रेसवे र द्रुत मार्ग निर्माणले तीव्र गति लिएको छ। अर्थ मन्त्रालयका अधिकारीका अनुसार अब विदेशी ऋणमा मात्रै भर पर्ने नीति पनि जोखिमपूर्ण बन्दै गएको छ। विश्व बैंक र एसियाली विकास बैंक जस्ता संस्थाले दिने ऋणको ब्याज दर बढ्न थालेपछि सरकारले निजी र प्रवासी नेपालको पुँजीलाई पनि पूर्वाधार क्षेत्रमा उपयोग गर्ने रणनीति बनाएको देख्न सकिन्छ। अर्थमन्त्री वाग्लेले अबको विकास सरकारको बजेट होइन, पुँजी परिचालनको क्षमतामा निर्भर रहने बताउँछन्। त्यसैले आगामी बजेटलाई सरकारले केवल खर्चको दस्तावेज नभई निजी लगानी आकर्षित गर्ने रोडम्यापका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।